हेलो हेलो गाइजहरू, हामी चाहिँ यस्तो घाममा टन्टनको घाममा हिँड्दैछौँ। ए के भन न है, म त केही भन्नु मन छैन लाग्छ। अरू साथीलाई चाहिँ केही भन्नु मन छैन अरे। अन्त यस्तो घाम लागिरह घरको गर्मी यस्तो छ, हेर्नुहोस्। यस्तो गर्मीमा चाहिँ हामी घुम्न भनेर हिँडिराखौँ। अब हेरौँ के हुन्छ। लास्टै गर्नु हुँदैन हो। बेलुका शीतल हुन्छ। 12 बजीको घाममा यस्तो छ। 12 बजीको घाममा हामी हिँड्दैछौँ। हजुरहरूले पनि घाम कस्तो छ भनेर देख्न सक्नुहुन्छ। यो घाम सोल्टिएर चाहिँ मुद्दा हालिदिनुपर्छ होला। जहाँ ठुली कच्चो लाग्दैन। अब अलिअलि पो धेरै लागिरहेछ। अलिअलि गोर हुन लाग्यो, फेरि कालो हुने परे। बहुत चिन्तित लागिरहेछ हामीलाई। चिन्ता छ, मलाई पिर छ, मनमा तनाव छ। अब के गर्नु, यसै छ होइन। नगए पनि नहुने रहरको कुरा छ। नगई नहुने। लकी गाइजहरू हेर, सफारी एउटा पाएको खाली थियो, मान्छेले नआएको रहेछ। हाम्रो थोप्रा हेरेर रोकेन अरे। हाम्रो थोप्रा हेरेर रोकेन। चुप्पो लागिरहेछ अझै होइन। लान्छु नि भनेर, लानु भनेर, केही भनेन। अब केही रेस्पोन्स नै दिएन यार। यस्तो छ। अन्त अब के भन्नु, गरम छ। छाता पनि यसलाई बोकौँ भने यसले मानेन कि। बोक्नु चाहिँ हो लाग्यो भने अनि त्यत्तिकै हेर, अनि त्यत्तिकै छोडिदियो। अनि अब पसिन भइसक्यो घुम्ने हिँडेको मान्छेको अनुहार हालत यस्तो छ। गाह्रो छ नि हो, बहुत गर्मी छ। हिँड्नलाई गाह्रो पनि मानिरहेको छ। हाई गर्मी अनि जस्तै भइसक्यो। के गर्नु। यो माथिको डाँडा कस्तो राम्रो है। कति रे हामी यहाँ फाइनली। अन्त हामी साथी अगाडि हिँडिरहेको छिन्। फ्लावरहरू रहेछ कति राम्रो राम्रो। यता हेर के भनिदेऊ। यो चाहिँ यस्तो फुल चाहिँ नि उहिले हामी के अरे उमा पाउँथ्यो क्या, हाम्रो केरा फुल कि के भन्थ्यो नि। लास्ट राम्रो छ एकदम ब्युटिफुल। अनि घन्टा घर चाहिँ यता टाढो। फाइनल हामी चाहिँ यहाँबाट फर्किसक्यौँ। बर गर्नु भएको कारणले गर्दा हामी फोटो भिडियो पनि बनाएनौँ होइन। तर कस्तो दामी रहेछ यता हो स्क्रिनसट हाल्न गर्मी पसिना। यसै भने म घाम सोल्टिएर मुद्दा हालिदिन्छु कि मुद्दा। घाम सोल्टिएर मुद्दा हालिदिन्छु। यति साह्रो गरम हुने हो। मुद्दा सबै हालिदिने हो। फुलहरू चाहिँ लास्टै दामी लाग्यो होला। म पठाइदिन्छु वाट्सएपमा। यो यहाँ नि आऊ न। आमामा घामले निधा टल्केको यार। निधा टल्क्यो। राईको चाहिँ डाँखा चिम्सोमाथि चिम्लिसक्यो। घामले चिम्लायो। घाम सोल्टीले उसै चिम्सो। म खिच्दिनँ होला भन न। अब म खिच्दिनँ होला। सबैजनालाई धन्यवाद भिडियो हेरिदिनु भएकोमा। मन परेमा लाइक, कमेन्ट अनि सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू।